हेलो गुड मर्निङ सबैलाई। आज डेरी जाँदै गरेको अवस्था जङ्गलै जङ्गल। यता मकै बारी दर्याम तर मकै चाहिँ हाम्रो अलिक सानै छ, त्यस्तो दर्याम हुनेवाला छैन। दर्याम आज डेरी गएर खेतमा जाने विचार। ल धेरै पछि डेरी लाग्यो आज। धेरै दुधको भैँसीको दुध बोकेर डेरी लाग्यो। डेरी जान लागेको फेरि बाटो हाम्रोतिर खतरा छ त, फेरि पुरा कति इन्च पिच गरेको रोड छ यहाँ है हाम्रो। कुरा न यस्तो यो पिच गरेको रोडमा त गुटुङटुङ हिँड्न पनि यति सहिलो हुन्छ कि। पिचै पिच छ, झन् समथिङ 10-15 मिनटको बाटो पिच छ हाम्रो यहाँ डेरी जाने बाटो। पुरा केरा खेती नि गरेका छन् दाइले। कुरा खेती केरा खेती राम्रै छ। बाटो यस्तो छ हेर्नुहोस्, राम्रै छ ओह्रालो। यो बाटो हाम्रो पिच बाटो हो। यो बाटो हिँड्न पनि सहिलो हुन्छ, तर हामीलाई हिँडिरहेकोलाई तर उक्लिँदाखेरि चाहिँ गाह्रै हुन्छ। अलिअलि पानी परेपछि त फेरि खतरा हुन्छ नि यो बाटो त। हिँड्ने बाटो सलुत्त माथि बसेर सुलुल्ल चिप्लेर तल पुगिन्छ। खतरा देखिन्छ नि त हिँड्दाखेरि त बाटोमा त खतरा देखिन्छ। हेर्नुहोस्, आज डेरी गएर धानमा पानी लाउन जाने प्लान हो। आज घरमा आएको बेला यहाँ रोडमा निक्ल्यो, सट्ट रोड हिँडेर चाहिँ जान सहिलो छ। अहिले त अहिले सुक्खामा त ठिकै छ, पानी परेमा ठ्याक्क दुधको क्यान बोकेर हिँड्नुपर्छ। माथि सल्ल बसेपछि सल्ल रोडमा पुगिन्छ। चिप्लिप्प चिप्लेर जान पर्छ। हिँड्न सहिलो हुन्छ, तर रोड पुग्ने अवस्था पुग्न लाग्दैछु। रोडमा पुगेर दुध खनाएर डेरीमा गएर अनि धानबारीमा यसो धानको अवस्था अथवा पानी लाउने अवस्था हेरेर जाने। यहाँ हाम्रो लोङ मार्गको बाटो सुरु हुँदैछ, भइरहेको छ काम धमाधम। तर फिनिसिङ चाहिँ कहिले हो? पहिरो लाएर मान्छे हिँड्ने बाटोसँग छैन, पानी परेपछि सेट। ओहो, यहाँ कसै जाने होला हौ यो भिरबाट त सेट। त्यसै डर लागिन्छ, तल त बाटो खोलेपछि त खतरा देखिँदो रहेछ नि यहाँ त हिँड्नलाई पनि। ओहो पुरा यहाँ त माथिभन्दा डेन्जर। चिप्लेपछि तल पुगिन, चिप्लेपछि चाहिँ बजारी टाउको बजारेला जस्तो बाटो रहेछ त। हट, यस्तो बाटोमा त हिँडिसकिन्छ त छैन त, हिँडिसक्नु अवस्थित रहन्छ त बाटो त। पुरै सलल्ल चिप्लिने बाटो माथिकै यहाँ आएपछि त चिप्लिनुभन्दा डेन्जर बाटो छ। सलक्कै हिँड्ने, हेट हिँड्दा पनि डर लाग्छ। तल यो बाटो नयाँ ट्र्याक बाटो बनाउनु, लोक मार्ग बढाउन थालेपछि त भित्तो खनेपछि त सबै ओइरिने डर लाग्दो बाटो छ। तँदेखिबाट त्यो माथि भिर डेन्जर छ नि बाटो, सरर आउन पनि स्थिति हुन्छ। यो बाटो त डेन्जर छ। अब डेरी पुग्न त लाग्यो। डेरी पुगिसकेपछि हाम्रो मेलौची 5 बेतुनी खोलाको
झरना खतरा छ त झर्ना नि, तर पानी नभएको अवस्थामा झर्ना अलिक खतरा देखिएको अवस्था छैन, न त खतरा हुने हो नि। र ठिक छ, एक राम्रै छ बाटो। सकेर दुध खनाएर टक्क आयो। अब गुटुङ टुङको यो पानीलाई खेतमा लगाउने हो। धानमा धान नि अब खतरा भइसक्यो त। खेतमा पानी लगाउने भनेर आएको, कुलोमा त पानी ल्याएको रहेछ यहाँ कुलोमा, तर घट्ट चलाउनु भएको छ कि भिनाजुले, फेरि घट्ट चलाएको त छैन जस्तो छ कि चलाएको छ कि छैन, चलाउनु भएको रहेछ। यो पानीलाई खेतमा लगाउने हो, टुङ लगाउने खेतमा। अहिले हाम्रो त पानी धान रोप्न पर्यो, पानी लगाउनलाई त टेन्सन छैन नि। खेत यहीँ हो, चट्ट यो कुलो सरर यहीँबाट पानी खोल्ले पुग्छ, तर खेतमा आइँदैन र गाह्रो छ। जहाँ खेत त्यहाँ भए तापनि त्यहाँ पानी नलगाएर अब अलिअलि धान निस्किने बेला भयो, पाक्ने बेला हो, निस्किने बेला भयो, अलिकति पानी बढाएर खेतमा लगाइदिनु पर्यो आएको बेला। खेतमा पानी गुटुङ लगाइदिनु पर्यो, खेतमा आएको बेला लगाउनु पर्यो त पानी। फेरि मुसाले खान्छ यो मुसोले त खतरा खाइन्छ नि त यो पानीमा। पानी नभएपछि त अब ठ्याक्क धानको निस्किने बेला भए त्यो पानीलाई केहरू ठुलो लगाउँ भने नहोला, सानो सुट लगाइदिनु पर्यो खेतमा। अनि एक राउन्ड खेत लगाउनु पर्यो। रोप्दाखेरि आइएन, भाइले रोपिदियो, पानी लगाउनलाई खेतमा आएको बेला एक राउन्ड लगाइदिउँ नि त। डेरी आएको बेला डेरीबाट नजिक पर्छ भनेर चाहिँ आइयो, भनेर लगाउँ भनेर आइयो, तर नजिकै छ लगाउनलाई। आज पानी तुलामा ठुलो पानी आएको रहेछ, पानी भएपछि त खेतमा लगाउन सहिलो हुन्छ। गुटुङ आएको बेला धानमा बिख पनि हालिसकेको छ, किरा के लागेको रहेछ। ओहो, पानी त कहाँबाट गएको त, सबै कताबाट गएको रहेछ, छिरिआएको छ पानी। ठुलो पानी आउने रहेछ एक राउन्ड खेतमा सरर। ठिक छ, ठिक चलाइया छ खेत, ठुलो त्यहीँ छ, ठुलोबाट सरर नजिकै छ पानी लगाउनलाई। गाह्रो त छैन, भए तापनि पानी बिना त काम नहुने रहेछ खेतमा। अलि सानोतिनो पानीले काम नगर्ने रहेछ खेतलाई। पानी त ठुलै चाहिने, तर अहिले यो पानी त ठुलो लगाउनलाई त नहुने। पानी त परिरहन्छ, रहे पनि पानी भएन भने त मुसाले खाने रहेछ क्या, मुसो खतरा। यहाँ पानी खेत उतापट्टि कटार लगाएको रहेछ, फेरि भाइले लगायो होला, खेतपट्टि नलगाएर उता लगाएर छ पानीलाई। फेरि यो खेतपट्टि पानी नलगाएर उता लगाएर हुन्छ, हुँदैन नि, नहुने रहेछ। ठिक छ, खेतपट्टि पानी सरर लगाइदिनु पर्यो अहिलेलाई। पानी लगाउन लागेको थेत हेर्ने नखाने हिलोको हुँदो रहेछ त बर्खामा त। आमामामामै खेतमा त लडे आइयो। खेतमा धेरै पछि पानी लगाउन आइयो, टुकटुङ लगाइलाई खेतको फाँट धानहरू हल्का फटाफट निस्किने सुरसार भएको रहेछ। केही समय पानी धान निस्किन्छ, असार 20-25मा त ठ्याक्कै काट्ने बेला नै हुन्छ होला धान। निस्केको धान अब 15-20 दिनमा त पाकिने हाल्छ, 20-25 दिनमा त।
ल है गाइस, हाम्रो खेत चाहिँ आज खेतमा आइयो। धेरै पछि नै भनौँ, ठ्याक्कै 1 सालपछि खेतमा आइयो। धान पानी लगाउनलाई यसो अहिले पानी लगायो भने मुसाले खाँदैन कि भनेर, न त मुसाले दर्याम खानिरहेछ। ल पानी लगाएर सट्ट पारिदिएपछि त हुँदैन नि त। काहीँ त हल्का निस्कि पनि सकेछ धान, काहीँ फाट्टा निस्किने सुरसार भएको रहेछ धान। ठिकै छ धानको। अहिले अब 20-25 दिनमा त दर्याम काटिन्छन् खतरा तालले धान। तर के अरे चुट्न गाह्रो हुन्छ अहिले। हाम्रो त पुरै हातले डङ यस्तो हिलो धान। अब पानी उभाएर डङ्की चुट्ने हो, मिसिन लाग्दैन हाम्रो त यहाँ। टक्क मान्छे हिँडेर आउने बाटो त हुँदैन। टक्क असार साउन लाग्छ कि असारको अन्तिमतिर टक्क काट्नुपर्छ। ठिकै छ आजको खेतीमा यसो पानी लगाउने कार्यक्रमलाई अलिअलि काम छ। अब धेरै छैन, अहिले यसो खेत 1 राउन्ड लगाएर सररररररर तलदेखि माथिदेखि के भयो औषधि हाल्न पनि स्थिति छैन। भाइले हालिस्याएर छ औषधि। यो खेतलाई चट्ट लाएर पानी लगाएर हिलामय बनाएर, मुसाले कहाँ लाग्छ ल खान्छ भने मुसै डुब्ने दाले पानी लगाउनु पर्ने छ, न त मुसाले त खतरा खाइदिँदो रहेछ धानलाई। पानी लगाइयो। अब 1 राउन्ड दर्याम पानी घट्टामा सररर 1 राउन्ड हेर्न जान पर्यो पानी घट्टामा। अहिले पानी घट्टा चलेको त छैन होला सायद जस्तो लाग्छ, भारी छैन। मैले पनि भारी ल्याउन पर्ने थिएँ, एक धोक्रो होइन सानो पोको कोदोको, तर ल्याइएन। तर घट्टा चाहिँ पानी यस्तो पानी यत्रो पानी छ यहाँ सरर यो पाइपबाट सट्ट तान्छ। यहाँबाट सरर स्वाक्क यो पानी यता जम्मा छ। यहाँबाट जानेर यहाँबाट सट्ट अब त्यो पानीको होसले पाइप तल लगाएको छ। अनि घट्टामा पुरै घट्टामा पानी सरर छानु छ घट्टो, तर पानी सरर पानी घट्टामै हुन्छ नि। यहाँ त हाम्रो भयो जमानादेखि चलिरहेको छ हाम्रो खेतमा पानी घट्टा। तर आज भारी चाहिँ रहन्छ, पुरा खाली रहेछ घट्टा पानी सरर यस्तो छानामा छ पानी घट्टामा सरर चल्न पनि। तर खासै आज भारी नभएको कारणले हो, तलको चलाउनु भएको छैन हुनाले, न त त्यो पानी सरर चल्थ्यो, खतरा चल्थ्यो। एउटा 2टा घट्टा थियो, अहिले एउटा मात्रै चलाउनु भएको छ। यता नै यो मेसिन चलाउन यो ढुङ्गा बोक्न यो घट्टाबाट झन् गाह्रो हुन्छ, ठाउँमा पर्दैन, खोला बजारे ल्याउनु पर्ने स्थिति हुन्छ। यो घट्टा आजलाई चल्दैन, यो घट्टा आजलाई स्थगित हो यतिकै। यो घट्टा आज स्थगित हो, भोलि नभए चल्दैन यो घट्टा। यो घट्टा भोलि के अलि जसले भारी ल्याउनु त्यही मात्रै चल्ने हुन्छ। ल पानी घट्टा नचलाएको भएर पानी यता डुङटी त्यो ठाउँ झरेको छ घट्टाको पानी। हेर सरर पानी घट्टाको पानी झरेको छ। के अरे भारी हुँदा यो पानीलाई यता लगाएर यो पाइप माथि पाइपबाट सरर हालेर ल्याएर यो घट्टा वाइ घुमाउनु हुन्थ्यो। तर पानी के छैन, यो पानीले नभएपछि गाह्रो छ नि, चल्दैन। त्यही कारणले यो पानी यत्रो पानी छ, यो पानी सरर हाम्रो यो घट्टामा घुम्छ, यो घट्टा घुम्छ यो पानीले। तर के अरे आज भारी नि छैन, कसैले ल्याउनु भएको रहेछ कोदो मकै धान गहुँ केही पिन्ने केही ल्याउनु भएको छ। रित्ते दुःख रोइरहेको छ यो नल्याएको भएर। हेर बिचरा कसैले भारी ल्याउनु भएको छ, हेर डोलमा भारी हालेर सरर घुम्थ्यो, खुसी हुँदै रमाउँदै घुम्थ्यो। तर बिचरा आज घुम्नै पाएन, दुःख छ, पीडित छ यो आजलाई। मै घुम्थ्यो तर घुम्नै पाएन। पानी सुक्खा छ, पानी उतार झरेको छ। अब यता कहाँ आउँछ, यता घट्टै चलाएकै छैन, कहाँ आउँछ। खोला हेर्न जानु पऱ्यो क्या कस्तो रहेछ हाम्रो खोलो। ठुलै छ, सानै छ, त्यति छैन, नराम्रो सानो त ठुलो त छैन। भए तापनि खास यो खोलोमा पानी, खोलोबाट पानी आधी पनि हामीले यो घट्टामै ल्या हुन्छ, यो घट्टाबाट ल्या हुन्छ। यता सरर बगिरहेको छ खोलो घट्टा, तर खोलोमा त पानी सानै हुन्छ नि त। एक खोलोको पानीको ठुलो खोलो त होइन,
समथिङ खोलो सानो खोलोमा यत्रो सानो खोलो सरर बोकेर अब यहाँ मिसी घट्ट स्पेसल घट्ट भन्दा दुईवटा घट्ट थियो एउटा माछा चल्दैन अहिले हालसाल तल्लो चल्छ यही खोलाको पानी सरर घुमाएर माथिबाट स्वाट यहाँ झारेर अनि घट्ट घुमाउने हो तर के गर्नु अहिले खोलो पनि ठुलो छ बर्खामा के छ पानीले पाउनु छ यहाँ अथासम्म खतरा आउँदैन खोलो ठाडो खोलो डर लाग्दो हुन्छ हाम्रो खोलो तर्न सकिँदैन ठिक छ पहिला पहिला पौडी खेल्ने ठाउँ हो तर पौडी खेल्ने यहाँ तल ढुङ्गामुनि कत्रो ढुङ्गा छ यहाँ तल यहाँ खेलिन्थ्यो अहिले त पुरै पानीले त होइन पुरै खारी छ त त्यत्रो खारेर पानी हुन त अहिले यो बाटोको कारण पुरै गेगिङ खोलामा हाले हुन्छ खोलाबाट अनि त्यही कारणले हुने हो खोलो गहिरो हुँदै जाने हो न त पहिलासम्म हुन्थ्यो अलि पौडी सौडी खेल्न हुन्थ्यो तर अहिले त नहुने छ ठिक छ अब यो घटाउँदा फर्किँदै फेरि माथि खेतको एक राउन्ड एक चक्कर लगाएर घर लागिन्छ आज घर लाग्न पनि स्थिति हुन्छ केही दिनमा आएछ नि यसलाई दराम दना पारेर खनेर रोप्न पनि हुन्छ बिउ राख्ने बेला भयो बाँझो खेतलाई अलिअलि बाँझो खेत छ सर रोप्न पनि स्थिति हुन्छ तलतिर खेत धान पाक्ने बेला हो यता चाहिँ कुलो यो कुलोले ठ्याक्क छुट्याएको छ यो कुलो छ घट्ट पनि चल्छ यहाँ र पानीले यहाँ मासतिर अब पानी आउँदैन के हो त्यही कारणले चाहिँ पुरा गाउँ छरेको छ अहिले चाहिँ दराममै बाँझो छ टक्क अब केही समय असारको 10-15 तिर राखेर रोप्न पनि स्थिति हुन्छ यता अब मेन बाँधमा सिरानमा टपमा आएर अब यसो टपको पानी लगाइदिनु पर्ने स्थितिमा टपबाट सरर खेत घुमियो अलिअलि आधी खेत आज धेरै त होइन अलिअलि घुमियो बिचबिचमा हिलो छ हिलो त मान्छे लडाउने भाँसिने हिलो हुन्छ कहाँ डर लाग्छ हिलोमा पस्नै सकिँदैन घर जान सक्ने स्थिति हुन्छ ठिक छ अब यहाँ पानी लगाउने स्थिति हुन्छ तर पानी खोल्ने ठाउँ चाहिँ कहाँ छ भने खोज्न पनि स्थिति छ के पानी त छ चाहिँदै छ यत्रो पानी बगेको छ कुलोमा सरर पानी बगेर मात्र भएन पानी कुलामा बगिन्छ मान्छे खोल्ने मान्छे आएन भने त घट्टामा लगाउँछ पानी सबै खोलेर त्यही कारणले यत्रो पानी बगेको छ नि त सल्लाह घट्ट कुलो हो घट्ट चल्छ पुरै अनि आएर तलतिर चाहिँ त्यो फाँटमा पानी लाग्छ ठुलै पानी लाग्छ तर सिम छ पानी त्यति लगाउनु पर्दैन भए पनि अलिअलि पानी त खुल्नै पर्ने स्थिति हुन्छ लगाउनै पर्छ लगाएन भने त फेरि सुक्खा भयो भने त मुसाले अलिअलि चापाचुपो खाँदो रहेछ मुसो फेरि डेन्जर हुँदो रहेछ मुसा चप्पचुप मुसा खाने रहेछ ठिकै छ यो पानी यत्रै पानी लगाइदिए जाओस् सरेर अनि त्यसपछि अब चाहिँ यहाँबाट हुँदै अब चाहिँ यहाँ र बिट मारेर फेरि ऐनाको बाटो सरेर क्यान बोकेर घरतिर लानुपर्छ घाम चर्क्यो मध्याह घाम चर्किनु लाग्यो अब यहाँ र सट्टै निस्किनु पर्ने हुन्छ पानी त परिछ पानी परे पनि अलिअलि खेतमा पानी लगाउनु पर्ने स्थिति हुन्छ न त लड्छ खेत त्यही कारणले आएर यसो लगाइयो लगाएको कारणले अब यसो लगाइयो हरियो जान लाग्यो अब चाहिँ त डेरी गयो डेरीमा खेतमा गयो खेतबाट सरर हाँदै अब घरतिर लाग्यो है उकालो छ घाम चर्किया छ चर्को छ खतरा चर्को छ आजलाई यति गर्दै है पछि फेरि भेटौँला शुभ रहोस् आजको दिनहरू तपाईहरुको ओके गुड बाई